आज हामी 18औं राष्ट्रिय गणतन्त्र दिवसका अवसरमा यतिखेर यहाँ भेला भएका छौं। नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा 18औं राष्ट्रिय गणतन्त्र दिवसका अवसरमा आयोजित यो कविता उत्सव 2082 का सभाध्यक्ष नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति प्रसिद्ध कवि गोपाल राईज्यू र यसैगरी आजका हाम्रा यस समारोहका महत्त्वपूर्ण प्रमुख व्यक्तित्व माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री नेपाल प्रज्ञा प्रतिष्ठानका संरक्षक आदरणीय बद्री प्रसाद पाण्डेज्यू, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डाक्टर धन प्रसाद सुवेदीज्यू, भाषा आयोगका अध्यक्ष डाक्टर गोपाल ठाकुरज्यू र सदस्य मातृका पोखरेलज्यू र नेपाल प्रज्ञा प्रतिष्ठानका परिषद सदस्यज्यूहरू, आज यस समारोहमा गरिमा बढाउनका निम्ति उपस्थित हामीले आमन्त्रण गरेका आदरणीय कविज्यूहरू र यसैगरी प्राज्ञ परिषद सदस्यज्यूहरू र मानार्थ प्राज्ञ सदस्यज्यूहरू, आजीवन सदस्यज्यूहरू, प्राज्ञ सभाका सदस्यज्यूहरू, प्राज्ञ परिषदका पूर्व पदाधिकारीज्यूहरू, प्रज्ञा प्रतिष्ठानका विभागीय सदस्यज्यूहरू, सम्पादक तथा कार्यकारी सम्पादकज्यूहरू र यहाँ उपस्थित हुनुहुने विभिन्न साहित्यिक र अन्य सङ्घ संस्थाका आदरणीय पदाधिकारी व्यक्तित्वहरू, आदरणीय प्राज्ञहरू, रश्मि माली लगायत हाम्रो पन्त सर, यसैगरी विभिन्न विशिष्ट व्यक्तित्वहरू सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै आजको यो गरिमामय समारोहमा सबैलाई हार्दिक स्वागत गर्दछु। 18औं राष्ट्रिय गणतन्त्र दिवसका अवसरमा आज हामीले यो कविता उत्सवको आयोजना गरेका हौं र यो कार्यक्रम आफैमा पनि महत्त्वपूर्ण छ। साहित्यको प्रमुख विधा अन्तर्गतको काव्य विधाका आफ्नै बृहत्तर स्वरूपहरू छन्, बृहत्तर रूपहरू छन्, यहाँहरूलाई विदितै छ। विधा उपविधा लगायत लघु र लघुतम स्वरूप धारण गर्दै अनेकौं आयाम ओगट्न सफल छ कविता विधा। देश काल र परिस्थिति अनुरूप साहित्यले आफ्नो स्थायित्व कायम गर्दै जान्छ। चेतनाको उचाइमा थप आयाम विस्तृत हुनु साहित्यको मान्यता हो। यसले देशको परिस्थितिलाई बोकेर राजनीतिलाई समेत निर्देशित गर्दछ। नेपाली जनताका अनेकौं सङ्घर्षहरू जनयुद्ध तथा 2062-63 को जनआन्दोलनको रूपमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका उपलब्धि जनभावनाका सम्बोधनका लागि प्राज्ञिक क्षेत्रबाट पूर्णता प्राप्त गर्नुपर्ने दायित्व बोध गरी अगाडि बढ्नुपर्ने विषयमा नेपाल प्रज्ञा प्रतिष्ठान प्रतिबद्ध रहेको छ। मैले यहाँ सुनाउन लागेको कविताको शीर्षक हो मेघ बहादुरको खुकुरीले मान्छे काट्दैन। मेघ बहादुरको खुकुरीले मान्छे काट्दैन। आफ्नै हृदयको तहभित्रकी सुन्निमालाई हेर्न पारुहाङले घाम काट्दा जुन तारा जन्मिएको कथा। आवाज सुन्न बतास काट्दा रगतको भल पर्साउँदै घाइते बतास। पहाडै पहाड भागे हिँड्दा गुराँस मुरिएको कथा। बादल काट्दा चट्याङ हिउँ पसिना र पानी परेको कथा। क्षितिज काट्दा समुद्र गर्भिणी भएको कथा। मारिनु अघि हजुर आमाले सुनाउनु भएका यस्तै कथाको धङधङेले कलम भिरेर हिँड्नु पर्ने युगमा खुकुरी भिरेर हिँड्छ मेघबहादुर। मानिसहरू भन्छन् मेघबहादुर काँचो छ।
जङ्गली जनावरसित बस्न, खोरिया भाँड्न वा गोठको खोचा तिखार्न, चोया काट्न, पोया बाट्न अथवा बिनायो खिप्न उसका पुर्खाले भिरेका थिए सिरुपाते। अफसोस आइ लाग्यो बाउ कोसित लड्यो। पहिलोपल्ट मेघबहादुरका चेप्चुले आफैलाई काट्न आउने आफ्नै वंश काटेका थिए। त्यसपछि तिनले खोला खोज्न आउने सन्धि काटे, जङ्गल लुट्न आउने ज्वाइँ काटे, जमिन हडप्न आउने गोर्खाली सेना काटे। मान्छे काट्ने मेलो बस्यो। मेघबहादुरको जिजुले अंग्रेज सेना काटे, बराजुले विश्व युद्धमा काट्न बाँकी कोही राखेनन्। जुहारीमा हारेर आफ्नी स्वास्नी जित्ने गायकसित मेलाबाटै भागेको थाहा पाएपछि मेघबहादुरका बाजे टेकबहादुरले बाटो छेकी छेकी जार काटे। रिस मरेन स्वास्नी काटे, घरको खाँबो घुर्यानको मकै काटे। अझै रिस मरेन उनले आफ्नै घाँटी काटे। कलिला आँखाले यत्रो विध्वंस देखेर गहिरो आत्मज्ञान पाएका मेघबहादुरका बाउले कुभिन्डो तके जीवनभर कसैको कुरा समेत काटेनन्। तर खुकुरी उनको कम्बरमा सधैँ झुन्डिरह्यो। किनभने मेघबहादुरका आमालाई यो विश्वास थियो कि सुहाग रातमा लोग्ने रेखबहादुरले खुकुरी धिरेकै कारण मेघबहादुर जन्मिएको। निघार पियो कि चमचम खुकुरी नचाउँदै हाट बजार डुली हिँडे मेघबहादुर। आधा उमेर ढल्केपछि बल्ल होसमा आयो र बाउको मार्ग पछ्यायो। त्यसैले त आज पुर्खाले फौदारी खेलेको, आफूले छेलो हानेको, घुइँत्रो फालेको यो डाँडाको बुढो रुख मुनि बसेर पर बिजुलीको हाइटेन्सन लाइन मुनि हरियो घाँस नपाएर अल्मलिरहेका गाई बस्तु हेर्दै मेघबहादुर खुकुरीले खुट्टाको नङ काटिरहेछ। अहो, विश्व युद्धमा मान्छे काटेको खुकुरीले गोर्खा नङ काटिरहेछ। ओ माई गड! आश्चर्यचकित भए साङ्ग्रिलाको खोजीमा आएका पर्यटक। अचानक कुहिरे देखेर तर्सियो मेघबहादुर। के हल्ला साँचो थियो? घुसेकै हो त अमेरिका? थाहा छ मेघबहादुरलाई भक्ति थापाले चाहिँ तोपमा तरवार घुसार्ने समय होइन यो। त्यसैले शर्माउँदै उचालेर खुकुरी क्यामेरामा मुस्कुरायो मेघबहादुर र भन्यो उसले, बुद्ध वाज बोर्न इन नेपाल, आई लाइक अमेरिका। किनकि उसले अझै आफ्नो जीवनको पट्यार लाग्दो आयु काट्नु छ। किनकि न्युयोर्क सहरको कुनै साँघुरो कुनामा उसको छोरो पिज्जा काटिरहेछ। कुनै दिन उसको नातिले दुःख काट्नेछ र पनातिले केक काट्नेछ। धन्यवाद। सबै कविहरूको लागि मुड बनाएर गइसक्नु भएको छ, तर एउटा सुन्दर कविता सुनिसकेपछि त्यसपछि कविता भन्ने मुड चाहिँ फेरि हराउँदो रहेछ। रोल्पा अझै रोल्पामै छ, कविता सुनाउँछु। रोल्पा अझै रोल्पामै छ। सास परेपछि होइन, सास परेकै कारण निस्किएकी। सास परेपछि घर छाड्नु हुँदैन छोरी मान्छेले, सिर्फ यति जानेकी मान्छे। आएकी छैनौ त्यसपछि कहिल्यै गर। अनजान थियो
अनजान थियो, अनजानै छे कि बुझी होली। हँसिया बोकेर पसेकी थिए जङ्गल, हँसियाकै पक्षीजर छे कि अझै थिए त्यो छे कि छैन। बन्नु नै थिएन उसलाई पहिलो महिला राष्ट्रपति, पहिलो महिला प्रधानमन्त्री, पहिलो बेपत्ता महिला। रुन पनि अझै पक्का कारण पाएनौँ हामीले। मेरी बहिनीको खोज खबर टुङ्गिएको अन्तिम थलो रोल्पा, त्यो रोल्पा अझै रोल्पामै छ खेमगाउँले। धन्यवाद। कविताको शीर्षक छ समय एक म्याराथन। समय एक म्याराथन हो। हामी सबै आफ्नै दौडले दौडिरहन्छौँ। सँगै दौडिरहँदा यसरी मेरो खुट्टाको जङ्गली लयसँग, मेरो शैली र तुफानी बेगसँग हजुर बेजोड रिसाउनुहुन्छ। मलाई पनि खेद छ आफैप्रति कि हजुरलाई मन पर्दैन भन्ने जान्दा जान्दै पनि नियन्त्रण गर्न सक्दिन आफ्ना पाइलाको गति। बदल्न सक्दिन प्रकृति चल्ने तरिका कि मेरो अधीनमा बस्न नमानेर अवयव, तन्तु र ग्रन्थीहरूले शरीरमा उच्च रफ्तार पैदा गरिरहन्छ। समय एक म्याराथन हो। हामी समयकै अविभाज्य रेखामा निरन्तर दौडिरहन्छौँ। समयको एक ओढारमा मेरो आँखाको चिमबाट उज्यालो खुसियो। समयको एक कान्लामा मेरो जिब्रोको तारबाट धुन चढाइयो। समयको एक कोठरीभित्र मेरो खुट्टाको चाललाई पासो लगाइयो। समयको एक कुइनेटो लिएर मेरो चेतनाको पत्ता काटियो। यति हुँदा त म थाकिसक्नु पर्ने थियो। मेरो टाउकोमा युद्धको भद्दा वजन बोकाइयो। मेरो खुनको आहालमा मालिकहरूले आफ्नो जुत्ता धोए। मेरो हात छाला र पसिनाले दरबारको छ्याल र ढोकामा बुट्टा भरियो। मेरो आस्थाको पवित्र कुन्योभरि आगो लगाइयो। मेरो अस्तित्वको घाँटी रेटेर बर्बरतापूर्वक घाइते बनाइयो। मलाई लछारियो, थेचारियो, पटारियो, घुमाइयो, ढाँटियो, काटियो, ताछियो, च्यातियो। यति हुँदा त कमसेकम म थाकिसक्नु पर्ने थियो। फेरि पनि समय एक म्याराथन नै हो। फेरि पनि हामी युगौँ युग दौडिरहन्छौँ। यति बेला थुप्रै डाँडा काँडा नागेर अनेकौँ भन्ज्याङ र जङ्घार कटेर हामी यस उज्यालो फाटकसम्म आइपुगेका छौँ। मेरा घाउहरू पुरिन लाग्दैछन्, रगतमा नयाँ ऊर्जा भरिँदैछ। र यति नै बेला मेरो हसमुख गाउँगोरो अनुहारमा विजयोल्लास देखेर, मेरो छातीमा उम्लिरहेको आदरणीय साहस देखेर हजुर असाध्यै रिसाइरहनु भएको छ। उज्यालोमा आफूसितै मलाई उभिएको देखेर भित्रै रिसाउनु हुने हजुरलाई मैले आफ्नै ओठमा फुलाएको मुस्कान मुस्कुराउँदा आफ्नो हात थाम्नु हुने हजुरलाई यदि माफ गर्न सक्नुहुन्छ भने यो अवगत गराउन चाहन्छु कि समयको यो लामो म्याराथनमा घाइते सहयोद्धालाई बोकेर दौडिरहेको अर्को वफादार सिपाही म तपाईँको इतिहासलाई पनि सँगसँगै काँधमा बोकेर दौडिरहेको छु। धन्यवाद।